अनि पृथ्वीनारायण शाह सबै राजाभन्दा सहिता हुने, किन भन्दाखेरि जित्नेको इतिहास लेखिन्छ, लड्दै भिड्दै सबलाई चाहिँ कत्याम पार्दै अगाडि आउनुभयो पृथ्वीनारायण शाह। त्यस कारणले गर्दा राजतन्त्रकै हामीले राजतन्त्र अन्त्य गरेका छौँ नि। राजतन्त्र अन्त्य किन भयो त? पृथ्वीनारायण शाहले थालेको त्यो आफ्नो शासन व्यवस्था आज किन नेपालबाट समाप्त भयो त? हामीले यहाँ प्रश्न गर्नुपर्छ। आज शाहजात छत्तीसगढको फुलबारी हो भन्नुभयो राजा पृथ्वीनारायण शाहले। शाहजात 36 जात होइन, एउटै जात हो, महिला र पुरुष मात्र भन्दै गए। आज यो जातिहरूमा विवेक त हुँदैन थियो नि। आज छुवाछुत पर्दा चाहिँ व्यापक रूपमा छ। शाहजात 36 को फुलबारी त हो, सबैले चाहिँ त्यहाँ ऊ पाउनुपर्छ भन्ने कुरा थियो होला, तर महिला र पुरुष मात्र हो, यो 4 जात 36 वर्ण होइन भनिदिएको भए पृथ्वीनारायण शाह सबैको हुन्थ्यो। आज हामी जता जता शक्ति हुन्छ, जता जता जसको इतिहास लेखिन्छ, त्यही इतिहासतिर चाहिँ हामी बग्ने नेपाली समाज हुन्थ्यो। त्यस कारणले गर्दा पृथ्वीनारायण शाहले गरेका, म त राजा चाहिँ हो, राजालाई स्वीकार गर्न सकिँदैन, तर सामन्ती राजा चाहिँ हो है। किन भन्दा छाला काटेर मार्नु भएको छ उहाँले है। आफ्नो ससुरालीले शासन गरेको चाहिँ आफ्नो चाहिँ के अरे श्रीमतीको चाहिँ बुवा, श्रीमतीको दाइ भाइले गरेको शासनलाई लखटेर चाहिँ के अरे इन्डिया पुऱ्याउनु भएको छ। त्यसलाई कसरी बुझ्ने? अनि गोर्खा बाहेक सबैलाई घुरेटा गरिरहेको छ भन्नुभयो के पृथ्वीनारायण शाहले। हाम्रो इतिहास हेऱ्यो भने अरू सबै घुरेटा गरे। त्यति बेला चाहिँ आफ्नै विश्व परिवेश नै त्यस्तै थियो, राज्य त्यसरी सञ्चालन भइरहेका थिए। तर गोर्खा राज्य एकदम चाहिँ ठुलो, तर अरू सबै राज्यहरू घुरेटा गरे। यस्तो खालको चाहिँ परिभाषित गरियो। त्यस कारणले गर्दा पृथ्वी जयन्ती मनाउने कुरा पनि ठिक छ, भूगोलको रूपमा एकता हो। त्यति बेला केही भूगोलहरूलाई आफ्नो शक्तिले, आफ्नो चाहिँ क्षमताले त्यो चाहिँ खास गरी सैनिक र हतियारको बलमा चाहिँ कब्जा गरेको कुरा सत्य हो। तर आजको नेपालमा 250 भन्दा बढी चाहिँ राजतन्त्रीय शासन है, आफ्नो छोरा, जेठो छोरा राज्य चलाउने हुनुपर्छ भन्ने स्थापना गर्ने पृथ्वीनारायण शाह हो भन्ने कुरा हामी स्वीकार गर्यौँ भने त्यो व्यवस्था अहिले स्वीकार्य हुन सक्दैन। किन भन्दाखेरि आजभन्दा 10-15 वर्ष अगाडिसम्म त्यही व्यवस्था राजाको जेठो छोरो मान्ने, राजै मान्ने भनेर चाहिँ हामी आयौँ हो। यहाँ अग्रजहरू हुनुहुन्छ, किन भन्दाखेरि राजतन्त्र राजालाई है मान्ने म सम्मान गर्छु। किन भन्दाखेरि हाम्रो व्यवस्था हामीले जसरी बुझ्यौँ हामी त्यसरी हाल्यौँ। किन भन्दाखेरि कान्तिपुरमा सबभन्दा बढी हारेको कारणले, त्यहाँका जनताहरू लड्यो कारणले पछि नाक कान काटियो भन्ने कुरा छ। राजा पृथ्वीनारायण शाह काठमाडौँ उपत्यका आयो भने त्यहाँ के अरे चाहिँ गर्भवती महिलाहरू चाहिँ गर्भपतन हुने अवस्थाको सिर्जना, त्यतिसम्म भएर आतङ्कको सिर्जना चाहिँ पृथ्वीनारायण शाहले गरेको कुरा त्रिरत्न मानन्दले इतिहासकारले चाहिँ उल्लेख गर्नुभएको छ। त्यस कारणले गर्दा राजा पृथ्वीनारायण शाहका भूगोल एकता, केही भूगोललाई जोड्ने बाहेक नेपालको सांस्कृतिक एकता, जातीय एकता अनि गरेर केही पनि एकता होइन। छुवाछुत है, लैङ्गिक रूपमा चाहिँ पुरै हिन्दू अधिराज्यको रूपमा हिन्दूको कुरा गरेर चाहिँ महिलाहरूलाई चाहिँ एउटा दासत्वको स्थितिमा सिर्जना गर्ने, राजतन्त्रको मुख्य मान्छे भनेको पृथ्वीनारायण शाह हो। त्यस कारणले गर्दा हामीले पृथ्वीनारायण शाहले गरेको भूगोल एकता बाहेक अरूलाई हामीले सही तरिकाले एकता भन्न सक्दैनौँ। किन भन्दाखेरि जातीय रूपमा छुवाछुतको विभेद भयो। सबै त्यो 250 वर्ष है, 240 वर्षमा राजतन्त्रको वरिपरि रहेर त देश राणा शासन कसरी आयो हामी हेरौँ त। राजा पृथ्वीनारायण शाहले गरेको त्यो चाहिँ जुन प्रकारले आफूले जसरी इतिहास कायम गर्नुभयो त्यसै गर्दै राज दरबारभित्र चाहिँ पुरै लडाइँ विध्वंस गर्दै गर्दै राणाहरूले चाहिँ आफ्नो हातमा चाहिँ शासन सत्ता लिनुपर्ने, राजाहरू भागेर चाहिँ इन्डिया गएर शरण पर्नुपर्ने यस्तो अवस्थाको सिर्जना भएको कुरा हामीले बिर्सन हुँदैन जस्तो लाग्छ। तर एउटा मात्र, किन भन्दाखेरि त्यति बेलाको विश्व परिस्थिति, विश्व राजनीतिको कारणले उहाँले जे गरे भूगोललाई एकता, केही भूगोल उपत्यकाका केही भूगोल, नुवाकोट अनि पाटन, ललितपुर, भक्तपुर यी कुराहरूलाई मिलाएको कुरा है, त्यहाँ जोड्दा कुरा किन मिलाउनु भएको थियो भन्दा जनताको लागि हो, हदै होइन त्यो आफू शासन सत्तामा बस्नको लागि हो। जनताका त नाक कान काटिएका थिए, जनताहरूलाई चाहिँ पुरै नाकाबन्दी गरेर चाहिँ त्यहाँ इतिहासकार त्रिरत्न मानन्दहरूले भनेअनुसार चाहिँ 1 रुपियाँ पर्ने चाहिँ के अरे 1 किलो के अरे चाहिँ नुनलाई त्यहाँ 10 रुपियाँ किलोसम्म, त्यहाँ कपासको मूल्य चाहिँ 10औं गुणा चाहिँ वृद्धि, हरेक कुराहरू चाहिँ वृद्धि गरेर चाहिँ एउटा नाकाबन्दी गर्ने, अलिकति के अरे निर्ममतापूर्वक चाहिँ के अरे हत्या गर्ने। अनि कालु पाण्डे, आज हामीले चाहिँ
पृथ्वीनारायण शाह भन्छ, कालु पाण्डे, अमरसिंह थापा, बलभद्र कुँवर खास लडेको उहाँहरू हो। उहाँहरूको चाहिँ इतिहास लेखिएन, इतिहास कम लेखियो। त्यस कारणले गर्दा कालु पाण्डेहरू मारिएका छन्, पृथ्वीनारायण शाहले अगाडि सारेर। तर कालु पाण्डेको इतिहासहरू उहाँहरू एकताको कुरा हामीले गर्दैनौँ, खालि पृथ्वीनारायण शाहको मात्र कुरा गर्छ। त्यस कारणले गर्दा पृथ्वीनारायण शाहलाई टोटल, जस्तै अहिलेका राजा यहाँसम्म हाम्रा ज्ञानेन्द्र पारसहरूसँग आउँदै गर्दाखेरि पृथ्वीनारायण शाह केही योगदान भूगोलको रूपमा छ, तर जातीय रूपमा विभक्त देशलाई चाहिँ एउटा मनमुटुमा चाहिँ एकता छैन अहिले पनि। त्यो देखिन्छ, किन भन्दाखेरि राजा पृथ्वीनारायण शाहले थालनी गरेको राज्य कहिलेसम्म चल्यो भन्दाखेरि 2063-64सम्म चलेकै त हो नि। त्यस कारणले गर्दा जातीय रूपमा विभेद छ, अहिले पनि जातीय रूपमा विभेद छ, महिला र पुरुषको बिचमा अहिले पनि चाहिँ पितृसत्ता छ। त्यो कारणले गर्दाखेरि पृथ्वीनारायण शाहले मात्र होइन भन्ने तर्क त आउला, तर पृथ्वीनारायण शाहले आधुनिक नेपाल सुरुवात गरेपछि पनि यही छ, आजसम्म त्यसको जरा गाडिएको छ। त्यस कारणले पृथ्वीनारायण शाहलाई हेर्ने दृष्टिकोण हामीले चाहिँ आलोचनात्मक तरिकाले पनि हेर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। धन्यवाद जायसर सरलाई। म यही कुरा एकपटक सबैसँग